हेर्नुहोस् अब पिटी गाह्रो चाहिँ हुँदैन, तर अब तपाईँको पिटी इङ्ग्लिस कतिको छ होइन, विकै भयो भने फरक परेन, तर कतिको चाहिँ त्यो हेरेर चाहिँ हामी तपाईँलाई अब कति अनुसार क्लास दिन्छु होइन। एकचोटि तपाईँको बेसिक है त, बेसिक नलेजको लागि म एक दुईवटा क्वेसन सोध्छु। ए हुन्छ, कस्तो खालको भन्नु न। फर्स्ट क्वेसन चाहिँ फिल इन द ब्ल्याङ्क्स है, जस्तै अ ड्यास अफ वाटर, के भन्नुहोस् तपाईँ? ए गिलास अफ वाटर। ए ठिकै रहेछ। अब अर्को एउटा चाहिँ जस्तै कस्तो भन्दाखेरि तपाईँले आफूलाई जस्तै मैले आइएम वेयरिङ अ सर्ट यसरी हुन्छ नि, त्यस्तो गरी एक्सप्लेन गर्नु पर्यो है तपाईँको उसमा, एकचोटि एक्सप्लेन गरिदिनु न तपाईँ लगाउनु भएको लुगाहरूलाई कसरी एक्सप्लेन गर्नुहुन्छ? ए हुन्छ, टुडे आई एम वेयरिङ अ टी सर्ट एन्ड आई एम वेयरिङ अ ब्लू पोइन्ट। बाइ द वे आई लाइक दिस, राम्रो रहेछ। ए यो बोतल राम्रो छ। पिटी चाहिँ अब गरेन भने यस्तो भन्ने होइन, तर तपाईँको इङ्ग्लिस हेर्दा चाहिँ तपाईँले अस्ट्रेलियाहरू जाने भन्दा पनि कोरियाहरू जानु, कोरियन चाहिँ तपाईँलाई अलिक सजिलो हुनसक्छ जस्तो लाग्दैन। तपाईँ इङ्ग्लिस देख्दाखेरि चाहिँ कहाँ कोरियन ठिक होला, कोरियन।